आज फेरि हामी बीएससी सेकेन्ड इयरको इक्वेसन होमोजिनियस इन एक्स एन्ड वाईको थ्योरी र न्युमेरिकल सहित हामी र योभन्दा अगाडिको लेक्चरहरू हामी के पढिसकेको हो भने फर्स्टमा सोल्भेबल फर पी पढिसक्यो, त्यसपछि दुईमा सोल्भेबल फर वाई पढिसक्यो, थर्डमा के सोल्भेबल फर एक्स पढिसक्यो। अनि फोर्थ भनेको अब हाम्रो के हो इक्वेसन होमोजिनियस इन एक्स एन्ड वाई भनेको होमोजिनियस भनेको सेम डिग्री एन्ड सेम अर्डर हुन्छ भनेको यहाँ होमोजिनियसमा कस्तो डिग्री भनेको एउटा फंक्सन यो dy बाई dx अथवा यो भनेको के हो फर्स्ट डिग्री र फर्स्ट अर्डरको छ भने हामीले यसलाई के फर्स्ट डिग्री र फर्स्ट अर्डर देखिएको छ भने यसलाई हामी दुईटै के हो होमोजिनियस छ। होमोजिनियसको मतलब के हो सेम डिग्री र सेम अर्डर हो भनेको यहाँ फर्स्ट डिग्री पनि हो र फर्स्ट अर्डर पनि छ र यो सल्भ गर्दा हामी एउटा के वाई बाई एक्सबाट र एउटा अब्टेन गर्दा हामीलाई कुन मेथडतिर जान्छ भने यो मेथड हाम्रो सोल्भेबल फर वाईतिर जान्छ। यो हाम्रो के भयो सोल्भेबल फर वाई। अनि वाईको हामी गरिसकेको के गर्दिने डिफ्रेन्सिएटिङ विथ रिस्पेक्ट टु एक्स गर्दिने अनि रिस्पेक्ट टु एक्स गरिसकेपछि हामीले यहाँबाट डेरिभेटिभ गरेर बाँकी लिड गरेर त्यसपछि हामी सेपरेट गर्ने हो के गर्दिने dx बाई एक्स र बाँकी dp वाला यता साइडमा अनि सेपरेट गरेर हामी सोल्युसन गर्दा त्यसलाई अब एउटा क्वेसन हाम्रो यहाँ आइसकेको हो सेपरेट गरिदिने हो अनि सेपरेट गरेर हामीले इन्टिग्रेसन गरेपछि हाम्रो सोल्युसन मानिन्छ भने अब यहाँबाट हाम्रो क्वेसन के हो सोल्भ यो कति दुई डिग्रीको हो एक्स पनि एक्स वाई भनेको इच टर्म के हो डबल डिग्री हो इक्वल टु हाम्रो के हो 0 हो। अब यहाँबाट हामी यो क्वेसन के हो फर्स्टमा बुझ्नु पर्दा होमोजिनियस हो अनि होमोजिनियस छ भने होमोजिनियस छ भने हामीले सोल्भ कसरी गर्ने हो भने दुईटै हो अनि होमोजिनियस छ भने हामी यहाँबाट फर्स्टमा के अब होमोजिनियस छ भने अब यसरी यहाँ फर्स्टमा हाम्रो सेम प्रोसेस द गिभन डिफरेंशियल इक्वेशन इज अब हाम्रो डिफरेंशियल इक्वेशन के हो एक्स स्क्वायर पी स्क्वायर माइनस 2xy p प्लस 2x स्क्वायर माइनस 2y स्क्वायर माइनस x स्क्वायर इक्वल टु 0 अनि हामीलाई यो यता हेर्दा हाम्रो के मा क्वाड्रिक देखिन्छ भनेको p मा त यहाँ हामी यसरी यहाँ p मा क्वाड्रिक देखिन्छ भनेको यहाँ के लेख्ने which is quadratic in p मा अनि देन अब क्वाड्रेटिक को यहाँबाट हामीलाई फर्मुला छ यहाँबाट कुन फर्मुला क्वाड्रेटिक इक्वेसन सोल्भ गर्न फर्मुला हुन्छ x इक्वल टु हाम्रो के भयो माइनस b प्लस माइनस रूट अंडर b स्क्वायर माइनस 4ac बाई 2a यो हाम्रो के भयो फर्मुला हो। अब यहाँ क्वाड्रेटिक के मा हो p मा हो अनि p मा छ भने हामी यहाँबाट के लेख्ने p इक्वल टु के भयो यहाँ क्वाड्रेटिक
भनेको के हो ax² प्लस bx प्लस c इक्वल टु 0। यहाँबाट a र b र c निकाल्ने हो भनेको यहाँबाट हाम्रो b यति हो यो माइनस वाला हो भनेको के भयो अलरेडी यहाँ माइनस छ यहाँ हाम्रो के भयो माइनस 2xy अनि प्लस माइनस रुट अन्डर b² भनेको के हो माइनस 2xy को होल स्क्वायर अनि माइनस 4a भनेको x² अनि भनेको हाम्रो यहाँ के भयो c भनेको यो पुरै 2y² माइनस x² बाई हाम्रो 2a हो 2a भनेको x² हो। अब यहाँबाट सोल्भ गर्दा हामीले यो प्लसमा गइहाल्छ के भइहाल्यो 2xy अनि प्लस माइनस रुट अन्डर यहाँ के हुन्छ 4 भनेको 4x² y² यहाँ हाम्रो मल्टिप्लाई गर्दा माइनस हाम्रो कति भयो 4 2 जा 8 8x² के भयो 8x² y² अनि माइनस हाम्रो माइनस माइनस प्लस 4x4 भयो अनि तल हाम्रो कति भइहाल्यो 2x² अनि यहाँबाट हामी सोल्भ गर्दा यहाँबाट सोल्भ गर्दियो भने हाम्रो कति हुन्छ यहाँबाट यो के भयो 2xy प्लस माइनस रुट अन्डर हाम्रो के भयो यो घटायो भने हाम्रो माइनस कति आयो माइनस आयो भनेको यहाँबाट हाम्रो 4x² यो 4 अगाडि यो 4 अनि माइनस हाम्रो कति भयो 4x² y² बाई हाम्रो कति भयो 2x² भयो अनि यहाँबाट हामीले 2xy प्लस माइनस यहाँबाट कति 4x² कमन तान्दियो भने हाम्रो के हुन्छ बाहिर आयो भने 2x अनि रुट अन्डर यहाँ के भयो x² माइनस y² अनि तल हाम्रो कति हो 2x² हो। अब यहाँबाट फेरि हामी के कमन तान्दिन 2x कमन तान्दिन के 2x कमन तान्दिन अनि 2x कमन तान्दियो भने हामी के लेख्न सकिन्छ यहाँबाट हाम्रो 2x कमन तान्दियो भने हाम्रो y प्लस माइनस रुट अन्डर x² माइनस y² भयो अनि हाम्रो तल के हो 2x² भनेको 2 यो अब हाम्रो के भयो x बच्यो यता हाम्रो त p थियो अनि यता हाम्रो के भयो y प्लस माइनस रुट अन्डर x² माइनस y² बाई कति भयो x भयो अब सेपरेट त गर्न आइहाल्छ सेपरेट गरिदियो भने हामी के लेख्न सकिन्छ सेपरेट गरिदियो भने हामीले p लाई के dy बाई dx लेखिन्छ यसलाई के भयो y बाई x अनि प्लस माइनस यो भनेको भित्र गइदियो भने हाम्रो एकैचोटि 1 बच्छ यहाँ भनेको के भयो माइनस y बाई x को होल स्क्वायर भयो अब यो इक्वेसन हामी कति 2 मान्दिने 2 मान्दियो भने अब यहाँबाट 12 को क्वेसनहरु जस्तै हामी होमोजिनियस को लगाइदिने होमोजिनियस भनेको थाहा छ यहाँ हामीले होमोजिनियस मा पुट गर्नुपर्छ यहाँ के लेखिन्छ फर्स्ट पर डिग्री हो भनेको यहाँबाट हामी के which is a homogeneous equation of first degree and
फर्स्ट अर्डर। अब यहाँबाट के पुट गर्ने, पुट y इक्वल टु vx, यो 12 क्लासको नै हो vx। यहाँ के गरिदिने dy बाई dx डेरिभेटिभ गरिदियो भने हाम्रो v प्लस x dv बाई dx। अब यता हेर त हामी यो यहाँबाट हामीले यो यहाँबाट यो dy बाई यो सेम छ, इक्वेटिङ गरिदियो भने यहाँबाट हाम्रो के भइहाल्यो v प्लस यहाँ फ्रम 2 लेख, फ्रम 2 बाट हाम्रो v x dv बाई हाम्रो के भयो dx। अनि यहाँ हामी के लेख्न सकिन्छ vx बाई x अनि प्लस माइनस रुट अन्डर 1 माइनस अनि y लाई vx बाई x को होल स्क्वायर। अब x x क्यान्सल, x x क्यान्सल। अब यहाँबाट हाम्रो v और v प्लस x dv बाई dx इक्वल टू v प्लस माइनस रुट अंडर 1 माइनस के भयो v स्क्वायर। यो v के भयो क्यान्सल भइदियो। अब क्यान्सल भइदियो भने हाम्रो के हुन्छ x, यहाँबाट हामी के लेख्न x x dv बाई dx इक्वल टू हाम्रो के भयो प्लस माइनस 1 माइनस v स्क्वायर भयो। अब हामी यता लेखिदियो भने हाम्रो के भयो dv इक्वल टू 1 माइनस v स्क्वायर इक्वल टू प्लस माइनस dx बाई x। अब यो फर्मुला हाम्रो कस्तो भयो रुट अंडर, अनि रुट अंडर वाला फर्मुला भयो, अनि रुट अंडर यो हाम्रो dx अनि रुट अंडर a स्क्वायर माइनस x स्क्वायर हो, यो वाला फर्मुला हो। अब यो फर्मुला हामीलाई लेख्न के हुन्छ 1 बाई a अनि साइन इन्भर्स x बाई a प्लस हाम्रो के हुन्छ c हुन्छ। अनि हाम्रो यो फर्मुला छ भने हामीले यहाँबाट त्यो फर्मुला युज गरिदियो भने a को ठाउँमा हाम्रो के हुन्छ 1 हुन्छ। त्यसैबाट अब यहाँ हामी के लेख्न सकिन्छ और यता हाम्रो साइन इन्भर्स अनि v इक्वल टू प्लस माइनस ln x प्लस यहाँ हाम्रो के भयो ln c भयो, ln c यो के भयो साइन इन्भर्स इक्वल टू हाम्रो के भयो ln x प्लस माइनस अनि प्लस ln c भयो। अब यहाँबाट हामी ln एक ठाउँमा लेखिदियो भने के भइहाल्छ भनेको और v इक्वल टू यता गइदियो भने साइन अनि हाम्रो ln x प्लस c भयो। अब यहाँबाट हामी यहाँ 1 लेखे, यहाँ 1 अगाडि छ, यहाँ 1 लेखे पनि हुन्छ, यहाँ 1 लेखे पनि हुन्छ, यति लेख। अब यहाँ हामी v लाई के पुट गरेको y इक्वल टू हाम्रो के थियो y इक्वल टू vx अनि v इक्वल टू y बाई x। अब यहाँबाट हामी के y बाई x इक्वल टू हाम्रो के भयो साइन इन्भर्स साइन अनि हाम्रो ln c अगाडि लेख x प्लस माइनस 1 यो भयो। अब हामी पोजिटिभ र नेगेटिभ लेखिदियो भने हाम्रो दुईटा टर्म हुन्छ। यहाँबाट हामी के लेख्ने पोजिटिभ टेकिङ पोजिटिभ र टेकिङ नेगेटिभ लेख्ने। यहाँ के लेख्ने टेकिङ प्लस साइन लेखिदियो भने
हाम्रो के भयो y इक्वल टु x यता गइदियो भने sin अनि ln cx भइहाल्छ प्लस वालामा। तर यहाँ हामी टेकिङ नेगेटिभ लेखिदियो भने टेकिङ नेगेटिभ लेखिदियो भने नेगेटिभ साइन लेख्यो भने y इक्वल टु के भइहाल्यो x अनि sin अनि यो ln x भनेको c र x को पावर -1 यो भनेको तल झर्यो। यसलाई हामी x अनि sin अनि ln c बाई के भयो c बाई x भयो। यही दुईवटालाई हामी कम्बाइन इक्वेसन लेखिन्छ। यहाँ के लेखिदियो अब यसलाई म यता लगिदियो भने -x अनि sin ln cx इक्वल टु 0 यता लेखिदियो भने y माइनस x अनि sin ln c बाई x इक्वल टु 0। अब यसैलाई हामी कम्बाइन इक्वेसन लेख्ने। यहाँबाट हाम्रो the general solution of combined term is के भयो y minus x sin हाम्रो के भयो ln हाम्रो के भयो ln cx अनि अर्को के भयो अर्को हाम्रो y minus x sin अनि ln c बाई x भइहाल्यो के भयो c बाई x यो हाम्रो के भयो इक्वल टु 0 यो भनेको हाम्रो फाइनल एन्सर भयो। त्यसैगरी अब म एउटा एक्सरसाइजमा पनि क्वेशन हो यो एक्जाम्पल क्वेशन थियो र एक्सरसाइजको क्वेशन एउटा हेर्नु पर्ने हो। एक्सरसाइजको क्वेशन हाम्रो होमोजिनियसको 19 नम्बरको क्वेशन हो। सीमा हामीलाई भनेको छ इक्वेसन होमोजिनियस इज x एन्ड y भनेको। अनि 19 नम्बरको क्वेशनमा के हो x y स्क्वायर अनि ब्रैकेट p स्क्वायर प्लस 2 इक्वल टु 2p y क्यूब प्लस x क्यूब छ। अब यहाँबाट हाम्रो क्वेशन यो हो सोल्भ गर्न त हामी के द गिभन सेम प्रोसेस यहाँ के लेख्ने द गिभन डिफरेंशियल इक्वेशन इज के लेख्न सकिन्छ मल्टिप्लाई गर्दिने एक साइडमा ल्याइहाल्न भनेको के भयो y स्क्वायर p स्क्वायर माइनस के भयो यहाँबाट 2xy स्क्वायर यो यता लेखिदियो भने हाम्रो के भयो माइनस 2p y क्यूब अनि माइनस x क्यूब इक्वल टु 0। अब यहाँबाट हामीले कमन तान्न त आउँछ होला कमन तान्दियो भने यहाँबाट हामी के कमन तान्ने x कमन तान्दिने अनि यहाँ हामीले यहाँबाट त्यसपछि हामीले यो र यो कमन तान्ने यो र यो कमन तान्ने भनेको यो र यो एक ठाउँमा यो
यहाँबाट हामी कमन तानिदियो भने के कमन तान्न सकिन्छ? x कमन तानिदियो भने हाम्रो के भइहाल्यो? y स्क्वायर p स्क्वायर अनि माइनस x स्क्वायर अनि यता हामी के -2y कमन तानिदियो भने 2y स्क्वायर कमन तानिदियो भने हाम्रो के भइहाल्यो? यहाँबाट -2y स्क्वायर कमन तानिदियो भने यहाँ यो हाम्रो के भइहाल्यो? यो हाम्रो प्लस हो अनि माइनस कमन तानिदियो भने yp अनि माइनस हाम्रो के भयो? x इक्वल टु हाम्रो के भयो? 0। अब यो भनेको हामीलाई थाहा हो a स्क्वायर माइनस b स्क्वायर हो। यो हाम्रो के भइहाल्यो? यो भनेको हाम्रो a स्क्वायर माइनस b स्क्वायर हो भनेको a प्लस b र a माइनस b लेख्न सकिन्छ। अब त्यहीबाट हामी यो x भयो, यहाँ हामी yp माइनस x र yp प्लस x अनि -2y स्क्वायर अनि yp माइनस x इक्वल टु हाम्रो के भयो? 0 भयो। अब यसलाई हामी हाफ कमन तान्न सकिन्छ। हाफ कमन तानिदियो भने हाम्रो के भइहाल्छ? यहाँ और कमन तानिदियो भने हाम्रो yp माइनस x र यहाँ के बच्यो? x yp प्लस x माइनस 2y स्क्वायर इक्वल टु 0। यहाँबाट हाम्रो yp माइनस x यो मल्टिप्लाई गरिदियो भने के भयो? x yp प्लस x स्क्वायर माइनस 2y स्क्वायर इक्वल टु 0। अब आइदर और गर्न त आइहाल्छ। आइदर औरमा यो हाम्रो दुईटैको इन्टिग्रेसन र कम्बाइन सोलुसन निकाल्ने हो भनेको यहाँबाट आइदर गरिदियो भने आइदरमा yp माइनस x इक्वल टु हाम्रो के भयो? 0 अनि p इक्वल टु हाम्रो के भयो? x बाई y भयो। यो भनेको हाम्रो थाहा हो dy बाई dx हो इक्वल टु x बाई y हो। y वता लगिदियो भने हाम्रो के भयो? y dy इक्वल टु x dx भइहाल्छ। अब यहाँबाट त इन्टिग्रेसन गर्न आइहाल्छ। हाम्रो के भइहाल्यो? इन्टिग्रेसन गरिदियो भने के भइहाल्यो? इन्टिग्रेटिङ गरिदियो भने y स्क्वायर इक्वल टु x स्क्वायर प्लस c भइहाल्यो। एउटा यो भयो। अर्को त हाम्रो के थियो? अर्को हाम्रो यहाँबाट औरमा हामी के लेख्न सकिन्छ? xyp प्लस x स्क्वायर माइनस 2y स्क्वायर इक्वल टु के भयो? 0 भयो। यहाँबाट म p मात्रै लेखिदियो भने यता हाम्रो xyp इक्वल टु हाम्रो के भयो? 2x स्क्वायर माइनस x स्क्वायर अनि p लेखिदियो भने हाम्रो 2x स्क्वायर माइनस 2y स्क्वायर माइनस x स्क्वायर बाई हाम्रो xy भयो। अब हेर त यो दुईटै होमोजिनियस हो, डबल डिग्री दुई डिग्रीको। यसलाई हामी के लेख्न सकिन्छ? dy बाई dx इक्वल टु हाम्रो के भयो? 2y स्क्वायर माइनस x स्क्वायर बाई xy अनि यो त हामी पुट गर्न सकिहाल्छ। पुट y इक्वल टु vx यहाँबाट dy बाई dx इक्वल टु के भयो? v प्लस x dv बाई dx भयो। यो इक्वेसन हामी 1 मानिदियो भने यहाँ फ्रम 1 बाट हाम्रो
र हम 1 बाट यहाँबाट हामी के गर्न सकिन्छ, यही क्वेसनलाई हामी के गरेको सल्भ गरेको हो। अब हामी dy को ठाउँमा के राख्न सकिन्छ, यति राख्न मिलिहाल्छ। के भयो v प्लस x dv बाई dx इक्वल टु हाम्रो 2y को ठाउँमा हामी के vx को होल स्क्वायर माइनस x स्क्वायर अनि x अनि y को ठाउँमा vx। यहाँबाट हामी के लेख्न सकिन्छ, v प्लस x x dv बाई dx। यहाँबाट हामी x स्क्वायर कमन तान्दियो भने हाम्रो के भयो 2v स्क्वायर माइनस 1 अनि तल हाम्रो के भयो x स्क्वायर v, यो क्यान्सल भयो। अनि हामीले यो v लाई उता पठाइदियो भने हाम्रो के भयो x dv बाई dx इक्वल टु 2v स्क्वायर माइनस 1 बाई v माइनस v भयो। अब यहाँबाट हामी एलसीएम लिने हो, के लिने हो एलसीएम। अनि एलसीएम लिँदा हाम्रो कति हुन्छ यहाँ x dv बाई dx इक्वल टु एलसीएम v अनि 2v स्क्वायर माइनस 1 माइनस v स्क्वायर। यहाँबाट सोल्भ गरिदियो भने हाम्रो कति आयो v स्क्वायर माइनस 1 बाई v भयो। अब यता लगिदियो भने हाम्रो के भयो v अनि v स्क्वायर माइनस 1 dv इक्वल टु dx बाई x भयो। अब यहाँबाट हामी इन्टिग्रेसन गर्न सकिन्छ। यहाँबाट इन्टिग्रेसन म के भनेको थियो तलको फंक्सनलाई हामी माथि डेरिभेटिभ गर्न सकिन्छ भने यदि तलको फंक्सनलाई माथि डेरिभेटिभ गर्न सकियो भने हामी ln fx लेख्न सकिन्छ अथवा मिलाउनु सक्नुपर्ने। यहाँ हामी के लेख्ने इन्टिग्रेटिङ गरिसकेपछि 1/2 थप्ने, माथि हाम्रो के भयो 2v अनि v स्क्वायर माइनस 1 को डेरिभेटिभ 2v हुन्छ भनेको माथि हाम्रो डेरिभेटिभ बन्यो। अनि बनिसकेपछि हामी के लेख्न सकिन्छ ln 1/2 ln हाम्रो के भयो v स्क्वायर माइनस 1 इक्वल टु ln x प्लस ln c लेख्न सकिन्छ। यो भनेको ln यो v स्क्वायर माइनस 1 को 1/2 इक्वल टु ln x भयो। अब यहाँबाट हामीले डाटा हाल्दिने v को डाटा त हामीलाई थाहा हो y बाई x हो, के हो y बाई x हो। अनि ln हटिहाल्छ भनेको हाम्रो v स्क्वायर यो रुटमा गइहाल्छ v स्क्वायर माइनस 1 इक्वल टु x भइहाल्छ। अनि डाटा हाल्दियो भने हाम्रो के भइहाल्यो यहाँबाट y स्क्वायर बाई x स्क्वायर माइनस 1 इक्वल टु x डाइरेक्ट लेखिदियो भने रुट अन्डर y स्क्वायर माइनस x स्क्वायर इक्वल टु x बाहिर निस्किन्छ। यता लगिदियो भने x स्क्वायर सी स्क्वायरिङ बोथ साइड गर के स्क्वायरिङ बोथ साइड गरिदियो भने y स्क्वायर माइनस x स्क्वायर इक्वल टु x 4 c स्क्वायर हुन्छ, के हुन्छ c स्क्वायर। अनि हामीले त्यसलाई लेखे नलेखे नो प्रब्लम। अनि हामी यता लेखिदिने हो भने हाम्रो डट हो। अब यता लेखिदियो भने के भइहाल्छ यो x4 c स्क्वायर माइनस y स्क्वायर प्लस x स्क्वायर इक्वल टु 0। अब यसैलाई हामी कम्बाइन गरिदियो भने एउटा यहाँ आएको थियो एउटा अगाडि आएको थियो। यहाँ के लेख्ने द general solution of combined
टर्म इज के भयो हाम्रो माथिको यहाँबाट हामीले y स्क्वायर यहाँबाट हामी यो लेख्न सकिहाल्छ यहाँ x को टर्ममा लेखिदियो भने हाम्रो x को टर्ममा लेखिदियो भने x स्क्वायर हाम्रो के भइहाल्यो x स्क्वायर माइनस y स्क्वायर प्लस c इक्वल टु 0 लेख्न सकिन्छ एउटा यो भयो अर्को हाम्रो अगाडिको आइसकेको हो यहाँबाट हामी फाइनल एन्सर एउटा के लेख्न सकिन्छ x स्क्वायर हाम्रो के भयो x स्क्वायर माइनस y स्क्वायर प्लस c लेख्न सकिन्छ र एउटा हामी यहाँबाट के आयो x को अथवा हामी x को c स्क्वायर माइनस y स्क्वायर प्लस x स्क्वायर इक्वल टु यतिलाई हामी 0 लेखिन्छ यो हाम्रो के भयो फाइनल आन्सर र हाम्रो यो इक्वेसन होमोजिनियस इज x एन्ड y को यति नै क्वेसन थियो र त्यसपछि हामी अर्को भिडियोमा क्लियर इक्वेसन पढ्ने हो र यति हेरिसकेपछि हाम्रो ट्यु को एक्जाममा क्वेसन मिस्टेक हुन चान्स पनि हुँदैन र हामीले यति प्र्याक्टिस गरिदियो भने हामीलाई हिन्ट पनि आइहाल्छ आजलाई